आज चाहिँ मेरो अफ डेको दिन वरपर भएको सबैजना मिलेर भकटे खाने सरसल्लाह गर्दैछौँ है, त्यसको लागि तयारी। हेलो, आज चाहिँ अफ डे हो नि त, त्यही भएर सबैजना मिलेर भकटे खाने भनेर भकटे टिप्न जाँदैछु म चाहिँ है। म चाहिँ अहिले भकटेको रुखनिर आइपुग्न लागेँ। देख्नुभयो भकटेको यहाँ फलेको नि त कस्तो राम्रो छ। घोज ठुल्ठुलो चुत्तो चुत्तो गोद न ठुल्ठुलो घोज भने उता पनि सानो नझार्न मिठो हुँदैन कि हामी दुईजना चाहिँ कसको हातमा भएको ठुलो भनेर दजाउन लागेको छौँ है। अब यसलाई मोलेर खानाकै नुन खुर्सानी तयार गरी है, तयार गरेर चाहिँ म त्यो पिस्न लागिरहेको छु है। मलाई चाहिँ एकदम मजा लाग्छ फेरि नुन खुर्सानी पिस्नलाई। नुन खुर्सानी र चिनी रेडी गरेँ मैले, अनि हामी चाहिँ सबैजना मिलेर घाममा बस्यौँ है। घाममा बसेर भकटे काट्नलाई सुरु गऱ्यौँ। फेरि मलाई चाहिँ नुन खुर्सानी अम्लेपुरो चाहिँ एकदम मनपर्ने नि त, अनि यसमा चाहिँ सबैभन्दा अगाडि रेडी हुने चाहिँ म हो है। मैले भकटे काटेँ भने चाहिँ जहिले सरलक्क बनाएर म टोपी नै बनाउँछु क्या। टोपी बनाएर भुरा भए पनि भुरालाई लगाइदिन्छु, नभए आज चाहिँ छैन नि त भुरा, अनि त्यही भएर मैले अजीलाई लगाइदिएँ। अनि कान्छा दाइलाई लाएर एकपल्ट फोटो खिचिदिएँ है। यसमा चोखो बोर्कोमा हाल्ने रे मलाई चौटा धेर चाहिने झोलाल कस्तो मसा निकाल्ने त्यस्तै गर्ने यो घाम लाग्यो मिठो सबैजना सँगै बसेर खाँदा त जे चिज पनि मिठो हुन्छ नि त।